प्रिय दर्शकवृन्द नमस्कार। शिक्षा भन्ने शब्द हामी सबैको लागि गहिरो अर्थ बोकेको विषय हो। तर सन् 2025 मा शिक्षा भनेको केवल किताब, परीक्षा र प्रमाणपत्र मात्र रहेन। Yes, the world is shifting from degree to skill, from memorization to personalization, from school buildings to digital platforms. आजको यो यात्रामा हामी हेरौं कस्तो हुँदैछ शिक्षा प्रणाली विश्वभरमा। अमेरिका, युरोप, एसिया र अफ्रिकामा कस्तो शिक्षा प्रणाली हुँदैछ र नेपाल कहाँ छ। सर्वप्रथम कुरा गरौं आर्टिफिशियल इन्टेलिजेन्स एआई को बारेमा। अमेरिकाका धेरै विद्यालयमा एआई बेस्ड लर्निङ टुल्स जस्तै खनमिगो, स्क्वायरल, एआई जस्ता सिस्टमहरूले विद्यार्थीको कमजोरी पहिचान गरेर व्यक्तिगत अभ्यास दिने गर्छन्। युरोपका देशहरू जर्मनी, फिनल्यान्डले एआईलाई केवल टेक्नोलोजी नभई शिक्षकको सहायकको रूपमा प्रयोग गरिरहेका छन्। भारतले राष्ट्रिय शिक्षा नीति अन्तर्गत एआई समावेश गरिसक्यो। चीनमा त बच्चाहरूलाई 4 वर्षको उमेरदेखि कोडिङ र रोबोटिक्स सिकाइँदैछ। नेपालमा भने अझै चक र डस्टरमा अडिएका धेरै स्कुलहरू छन्। हामीले अब एआई एज अ सपोर्टिभ टुल को रूपमा प्रयोग गर्नुपर्छ, स्पेशली इन रुरल स्कुल्स वेयर टिचर्स आर ओभरबर्डेन्ड। 2. स्कुल बेस्ड एडुकेसन। अबको शिक्षा भनेको डिग्री मात्र होइन, सिप हो। जर्मनीमा 60% भन्दा बढी विद्यार्थीहरू भोकेसनल ट्र्याकमा जान्छन्। प्लम्बर, डिजाइनर, इलेक्ट्रिसियन, सेफ सबै कुरा सिपको आधारमा विद्यार्थीहरूलाई प्रशिक्षण गराइन्छ। साउथ कोरिया र सिङ्गापुर जस्ता देशहरूले टेक्निकल स्कुल्सलाई उच्च सम्मान दिएका छन्। नेपालमा चाहिँ सिप भनेको अविवेकीहरूको काम हो भन्ने सोच अझै छ। हामीलाई चाहिएको हो स्कुल करिकुलममा स्किल मोडल्स, लोकल इन्टरप्राइज कनेक्सन र रोजगार उन्मुख शिक्षा। 3 नम्बर हो सस्टेनेबिलिटी र मेन्टल हेल्थ। एडुकेसन हाउ निड्स टु टिच सस्टेनेबिलिटी, नट जस्ट साइन्स बट रेस्पोन्सिबिलिटी। स्विडेन र डेनमार्क जस्ता देशहरूमा बच्चाहरूलाई स्कुलमै खेती गर्न, रिसाइकल गर्न र प्रकृतिसँग सम्बन्ध राख्न सिकाइन्छ। त्यस्तै अफ्रिकामा केन्या, रुवान्डामा जलवायु परिवर्तन विरुद्ध हरित शिक्षा सिकाइन्छ। नेपालले पनि कृषि, जलस्रोत र टुरिज्मसँग जोडिएका पाठ्यक्रमहरूको विकास गरी त्यही अनुसार प्रशिक्षण गर्नुपर्छ। त्यस्तै अर्को जरुरी कुरा हो मेन्टल हेल्थ। जापान, क्यानाडा र फिनल्यान्ड जस्ता देशहरूले एसइएल सोसल इमोसनल लर्निङलाई अनिवार्य बनाइसकेका छन्। नेपालका विद्यार्थीहरूलाई पास हुनलाई अङ्क मात्र होइन, सोच्ने तरिका र मनको अवस्था बुझ्न पनि सिकाउनुपर्छ। त्यस्तै अर्को हो टिचर मुभमेन्ट र पोलिसी च्यालेन्जेस। शिक्षा प्रणाली तब मात्र चल्छ जब शिक्षकको आत्मसम्मान जोगिन्छ। नेपालमा शिक्षकहरू अझै आन्दोलनरत छन्। 2025 को शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै केन्द्रीकृत नीति, अस्थायी करार, निर्णयमा नसामेल, अलिकति बुझ्ने तर पुरा प्रष्ट नभएको शिक्षा नीति, यी समस्याले शिक्षकको मनोबल घटाइरहेका छन्। अमेरिकामा टिचर युनियन्सले हरेक नीति निर्माणमा भूमिका खेल्छन्। नेपालमा पनि शिक्षकहरूलाई नीति निर्माणमा एक्टिभ स्टेक होल्डर्स बनाउन आवश्यक छ। अन्तमा शिक्षा अब केवल स्कुलिङ मात्र होइन, यो भविष्य निर्माण गर्ने योजना हो। त्यसो भए नेपालले अब के गर्नुपर्छ? शिक्षा प्रणाली विश्वभर परिवर्तन हुँदैछ। एआई, व्यक्तिगत शिक्षण, व्यावसायिक सिपहरू,
दिगोपन र मानसिक स्वास्थ्यमा जोड दिइँदैछ। नेपालले पनि यी परिवर्तनहरूलाई आत्मसम्मान गर्दै अघि बढ्नुपर्छ। जस्तै एआईसँग सहकार्य गर्ने शिक्षा शैली अपनाउने। 2 हो स्किल बेस्ड करिकुलम गाउँदेखि सहरसम्म विस्तार गर्ने। 3 सस्टेनेबिलिटी र मेन्टल हेल्थ अनिवार्य विषय बनाउने। 4 हो शिक्षकलाई साथी होइन नेता ठान्ने नीति बनाउनुपर्छ। 2025 को शिक्षा नीति एक क्रस रोड्समा छ। के हामीहरू परिवर्तनसँगै हिँड्ने कि पुरानै सोच र ढर्रामा अडिने? यदि तपाईँलाई यो भिडियो उपयोगी लाग्यो भने कृपया लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला भन्दै तपाईँहरू माझबाट बिदा हुन्छु। धन्यवाद। नमस्कार।